नमस्कार। आज हामी कक्रोच जनता पार्टीको बारेमा जानकारी गराउँदैछौँ। तपाईँहरूलाई हास्यास्पद लाग्न सक्छ सुन्दाखेरि, व्यङ्ग्यात्मक लाग्न सक्छ, तर वास्तविकता यसको नैतिक धरातलमा जाँदाखेरि यो कक्रोच जनता पार्टी भन्दाखेरि तपाईँहरूलाई के हो भन्ने कुरा एउटा आश्चर्यजनक पनि लाग्न सक्छ। तर भारतको सर्वोच्च अदालतका न्यायाधीश सूर्यकान्तले आफ्नो बसको क्रममा भारतीय जनता, बेरोजगार जनताहरू कक्रोच जस्तै हुन् भनेर जुन एउटा टिप्पणी गरेका थिए, जुन भने चाहिँ सामाजिक सञ्जालमा भाइरल भयो। जुन भारतका व्यवस्थाप्रति असन्तुष्ट व्यक्तिहरू, भ्रष्टाचार, अनियमितता परीक्षा प्रणाली लिङ्कप्रति असन्तुष्ट जुन बेरोजगार युवाहरू थिए, उनीहरूले चाहिँ यसलाई चाहिँ एउटा राजनीतिक हतियारको रूपमा प्रयोग गरे। त्यसै क्रममा भारतका नागरिक अमेरिकाको बोस्टन युनिभर्सिटीमा पढ्दै गरेका अभिजित दिप्केले जुन सामाजिक सञ्जालमा सबै कक्रोचहरू एक भयो भने के हुन्छ भनेर जुन पोस्ट गरे, त्यसबाट जन्मियो भारतमा एउटा कक्रोच जनता पार्टी नामको एउटा पार्टी। र वास्तवमा लाग्न सक्छ तपाईँहरूलाई यो साँच्चीकै यो राजनीतिक पार्टी हो भनेर तपाईँहरू लाग्न सक्छ, तर यो भारतको निर्वाचन आयोगमा दर्ता भएको आधिकारिक राजनीतिक पार्टी भने होइन। यो एउटा डिजिटल क्रान्ति हो, युवाप्रति, व्यवस्थाप्रति, जुन भारतमा जुन व्यवस्था सिस्टमप्रति, विशेष गरी यो बेरोजगारी, त्यसपछि परीक्षा प्रणाली लिक, जुन सरकारको गतिविधिप्रति जुन असन्तुष्ट थिए, अभिशप्त थिए, भोग्न बाध्य थिए, त्यो युवाहरूले चाहिँ यसलाई यो भनाइको आधारमा चाहिँ एउटा क्रान्तिको रूपमा चाहिँ बदल्ने एउटा प्रण जस्तो गरेको कारणले गर्दाखेरि यो कक्रोच जनता पार्टीको जन्म भएको हो। र विशेष गरी अभिजित मास्केको पृष्ठभूमि हेर्ने हो भने उनी भारतको अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीको चाहिँ सोसल मिडियाको टिम मेम्बरमा काम गरिसकेको व्यक्ति समेत हुन् उनी चाहिँ उनले उनको भनाइले गर्दाखेरि नै भारतमा यो कक्रोच जनता पार्टीको जन्म भएको छ। र 5 दिनमै फ्यान फोर्सको हिसाबले इन्स्टाग्राममा हेर्ने हो भने भारतको सत्तारूढ पार्टी बिजेपी, भारतीय जनता पार्टीको फ्यान फोर्सलाई चाहिँ रेकर्डलाई ब्रेक गरेको छ। र यसको नाराहरू फर द युथ, बाई द युथ, सेकुलर, सोसलिस्ट, डेमोक्रेटिक, लेजी जस्ता विभिन्न नाराहरू अहिले प्रचलनमा रहेका छन्। विशेष गरी यो अल्छीहरू, बेरोजगारहरू, परीक्षा प्रणालीप्रति असन्तुष्ट यो जुन बेरोजगार युवाहरू छन्, उनीहरूले चाहिँ यसको सदस्यता लिने क्रम चाहिँ एकदम बढ्दो क्रममा छ, उच्च स्तरमा छ। तर कतिपयले यसलाई भनिरहेका छन्, विपक्षीहरूले भनिरहेका छन् यो एउटा सङ्गठित रूपमा, नियोजित रूपमा, योजनाबद्ध रूपमा गरिएको एउटा यो प्लान हो भनेर पनि अभिव्यक्त गरिरहेका छन्। र अहिले यो एउटा बहसको विषयको रूपमा, डिबेटको रूपमा चाहिँ रहेको छ। तर भविष्यमा यो साँच्चीकै राजनीतिक पार्टी बन्छ वा यो यत्तिकैमा एउटा यो आन्दोलन यो यत्तिकैमा सीमित हुन्छ भन्ने कुरा इतिहासले भन्दा पनि विगतले अब देखाउने छ। जेसुकै हो, तर यो भारतमा चाहिँ यसो यो व्यङ्ग्यात्मक एउटा टिप्पणी गर्दाखेरि चाहिँ एउटा यो क्रान्तिको रूप लिएको भने पहिलो घटना हो। नमस्कार।